ल है साथीहरू, यो चाहिँ के अरे दुध ल्याइन्छ एक दिनमा एक लिटर ल्याउँदाखेरि त्यसको तर चाहिँ जमाएर म घिउ पार्दैछु। ल अब मही भन्दा पनि घिउ हो यो चाहिँ, ट्याक्क लगाएर निक्लिन्छ मार्नु। ल घिउ पऱ्यो अब साथीहरू, घिउ पऱ्यो है। घिउ आधी केजी भन्दा पनि बेसी आयो जस्तो छ। दुध ल्याउनुको फाइदा चाहिँ यति। यो मात्रै फाइदा हो र दुध खाइँदै छैन? दुध त खाइँदैछ कि, तर दुध ल्याउनुको